अलिकति धेरै बचपनको बालापनको यादाको कारणले गर्दाखेरि चाहिँ जङ्गल भिजिट गर्नु मन लाग्यो। त्यही कारणले सानो बच्चा भतिजा साथमा लिएर यो अमला भेट्यो, अमला खान गइरहेका छौँ हामी। यो अब गाउँमा बसेपछि यसो खान पाइन्छ क्या, सहरमा त कहाँ पाउनु, भबरी किनेर खानुपर्छ होइन। अब यो कति भगवान् क्या लीला छ का। अरू छ कि माथि हेर्नु। अब गाउँघरतिर डुल्न लाग्यो हिँड्नु लाग्यो भने चाहिँ जे भयो त्यही खानुपर्छ। खोइ यस्तो भिटामिन चिज त छोड्नु हुन्न। हेर्नु त्यो कतैभरि ढिलै छ का। यता छ यता हाँगै छैन बास, अर्को वर्ष नै खानुपर्छ। चिबरले अब यहाँ यत्रो हाँगा भाँच्यो अरे, अर्को वर्ष फेरि फल्थ्यो होला। यो बाटो पनि हेर्नु यस्तो यस्तो बाटोमा ल झर्केटा जाउँ आइज। हेलो गाइज, यस्तो झाडी छ पुरा यो बाटोमा हिँड्नु गएको छ। के गर्नु यसरी अप्ठ्यारो झाङमा खान मन लाग्छ। के गर्नु अजिङ्गरको आएर दबाईले मेटाउँछ भने आइतो भने कुन लाग्थ्यो जङ्गलको बाटो हिँड्दा हिँड्दै यो बाटो हिँड्नु गाह्रो छ। यस्तो बाटोमा झाडीमा गएर टिपेर खाऊ। उच्च पनि हुनसक्छ क्या। अब हामी एउटा मन्दिर दर्शन गर्न जाँदैछौँ। जस्तै हाम्रो गाउँको अब नेपाल थर भगाहरूको यो कुल देवता चाहिँ हो देवती भनेर भन्ने गरिन्छ। ऊ त्यहाँ पारी छ, हामी त्यहाँ पुग्नै लागेको छौँ। यहाँबाट अलिअलि देखिन्छ होला। गाइड जङ्गल भिजिट गर्दाखेरि रमाइलो, कहिलेकाहीँ बाघ भालु पनि भेटिन सक्छ, कहिलेकाहीँ यस्तो यस्तो अमला खान पनि पाइन्छ। घरको कुरा कस्तो रमाइलो घुमेर खुलेर खोल्न पाइन्छ। बचपनमा सबै खुब खेलिन्थ्यो। त्यही नेसनल बिल्डिङमा जङ्गलमा आयो। अब त्यो चाहिँ हाम्रो जङ्गलको बिचमा रहेको देउती बजै नाम गरेको एउटा मन्दिर हो। यहाँ प्राय खनाल र नेपाल जातिहरूको कुलदेवता र यहाँ यो बाटो वारपार यताउता गर्दाखेरि चाहिँ स्याउली फाल्ने प्रचलन छ। यो स्याउली फालेपछि चाहिँ बाटोमा हुने सङ्कटहरू बाधाहरू चाहिँ पर भाग्छन्। राक्षसहरूले आक्रमण गर्न सक्दैन भन्ने एउटा मान्यता भरोसा गरिन्छ। यो स्याउली देउती बजै मन्दिर। यो मन्दिर यसरी खाली गरेको एउटा मूर्ति छ, मूर्ति राखेर यसरी दर्शन गरिन्छ। आफ्नो मनोकामनाहरू, आफ्नो मनमा केही इच्छा आकाङ्क्षाहरू केही लुकेर बसेका छौँ भने यहाँ आएर वार्ता गर्दा पुरा हुन्छ भन्ने एउटा मान्यता छ। यो विभिन्न किसिमका खनिज पदार्थहरूबाट लडीबुडी खेल्दै आएको, ढुङ्गाहरूमा लडीबुडी खेल्दै आएको यो पहाड, यो हरियाली, यो वातावरण सम्पूर्ण अत्यन्त राम्रा स्वास्थ्यलाई जो फाइदा हुन लायकका जडीबुटीहरूसँग लडीबुडी खेल्दै आएको यो पानी त देखिरहनु भएको छ। यो शान्त भयो, यो अलिक फोहोर भएको सफा गर्छु। यो पानीमा खान गइरहेको छु। यो बाटो हिँड्दा हिँड्दै मलाई तिर्खा पनि लाग्यो गाइस। यसलाई झाडा बनाउन पाए हुन्थ्यो, त्यसको लागि यो सालको पात ल्याएको छु। आइरहने यसको धारा यहाँ आयो। अब यसको दुलो बनाउँछु म।
मासु पनि देखाएर पुऱ्यायो एउटा रुखको जराबाट आइरहेको छ है गाईले पानी रुखको जराबाट तलको यो देखाएर साह्रै तिखा लागेको हुनाले यो सालको पातको म एउटा धुना बनाउँछु अमृत खाए जस्तो हुन्छ गाइस अमृत खाए जस्तो सहरमा यही पानी फ्रिजमा राखेर मिनरल वाटर बनाएर बेच्छन् हाम्रो गाउँमा जडीबुटीदेखि लिएर ढुङ्गा तत्त्व विभिन्न तामे तत्त्व फलामे तत्त्व पितल तत्त्व सबै मिलेर मिसेर बनेको यो अमृत हो अमृत 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 भन्छ यसलाई हे भगवान् क्या मजा आउँछ क्या